यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः। श्रीमच्चन्द्रचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रतिभासन् मुक्तावलिशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातामहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथ षोडशोऽध्यायः विष्णुमानसरोवरगमनं प्रारम्भः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, ध्यानपूर्वक सुन। फेरि कुनै दिन शिवजीलाई वन विहार गर्ने इच्छा भयो। कसैलाई पनि थाहा नदिई श्लेषमान्तक वनमा मृग स्वरूप धारण गरी अनेक मृगीहरूको साथ परम आनन्दले रहन लाग्नुभयो। यता पार्वतीले महादेवलाई नदेखी अनेक स्थानमा खोजिन्, तर कहीँ भेट्टाउन नसकी। महादेवले अघि पनि मलाई यसै गरी दुःख दिनुभयो, अब फेरि कहाँ जानुभयो होला भनी ध्यान दृष्टिले विचार गर्दा महादेव श्लेषमान्तक वनमा मृगरूप धरेर विहार गरिरहनु भएको थाहा पाइन्। तब पार्वती स्वयं बागमती नदीको किनारमा गई अनेक कष्ट खपी तपस्या गर्न लागिन्। देवताहरूको खोजी र पार्वतीसँग बिन्ती कैलाशमा शिव पार्वती दुवैलाई नदेखी ब्रह्मादि देवताहरूले स्थान स्थानमा खोजी गरे, तर कहीँ पनि पत्ता पाउन सकेनन्। हार मानी आफ्ना आश्रममा जान लाग्दा बागमती नदीको किनारमा पार्वतीलाई तपस्या गरिरहेकी देखे। सबै देवताहरूले प्रणाम गरी सोधे, हे जगतमाता, कैलाशमा हजुर र महादेव नरहँदा संसारै शून्य जस्तो भयो। हामी असहाय अनाथ जस्ता भयौँ। अब हामीमाथि दया गरी महादेव कहाँ हुनुहुन्छ? आज्ञा होस्। फेरि हजुर पनि यस्तो स्थानमा आएर एक्लै किन बस्नुभएको हो? देवताहरूको प्रार्थना सुनि पार्वती भन्नुहुन्छ, हे देवता हो, महादेव यतै आउनुभएको हुनाले म उनैको आराधना गरेर यहाँ बसेकी हुँ। श्लेषमान्तक वनको नैऋत्य कोणमा एउटा जङ्गल र सरोवर छ। महादेव त्यही मृग स्वरूप भएर वन विहार गर्दै हुनुहुन्छ। कस्तो मृग भने, सुवर्ण जस्तो वर्ण, 3 नेत्र, 1 सिङ भएको मृगहरूको समूहमा सबैभन्दा ठूलो मृग। अब तिमीहरू त्यहीँ गएर खोजी गर, महादेवको दर्शन पाउनेछौ। त्रिदेवको घेरा रुद्र मृगको सिङ टुट्नु पार्वतीको वचन अनुसार देवताहरू त्यहीँ गई खोजी गरे, तर पाउन सकेनन्। ब्रह्मा, विष्णु, इन्द्र तीनै देवताले अनेक स्तुति गर्दै खोज्न लागे। उही बेला अकस्मात लाखौं मृगको एउटा समूह देखे। त्यही फौजका बीचमा अत्यन्त सुन्दर 3 नेत्र, 1 सिङ, सुवर्ण झैं वर्ण भएको सबैभन्दा ठूलो मृगलाई परैबाट देखे। त्यो मृग आफूतिर आउन लागेको देखेर तीनै देवता नजिक गई बिन्ती गरे, हे भगवान, कैलाश शून्य भएको धेरै दिन भयो। हे दयासागर, हामी त्रिदेव ब्रह्मा, विष्णु, इन्द्रमाथि दया गरी दर्शन दिनुहोस्। यस्तै स्तुति गर्दै मृगरूप शिवका नजिक पुगे, तर देवताहरू नजिकिँदा रुद्र मृग उफ्री उफ्री भाग्न लाग्यो। तब विष्णु भगवान भन्नुहुन्छ, हे देवेन्द्र, हाम्रो प्रार्थनाले महादेव चैतन्य हुने भएनन्। अब हामी तीनैजना 3 तर्फबाट घेरा दिएर समातौँ। 3 देवता 3 तिर उभि घेरा दिएर रुद्र मृगको सिङ समाते। सिङको जरामा विष्णु, माझमा ब्रह्मा, टुप्पामा इन्द्र। ती त्रिदेवले समाउन साथ रुद्र मृग अन्तर्धान भयो। सिङ मात्र उनीहरूको हातमा रह्यो। बेसरी समातेका कारण सिङ 3 टुक्रा भई तीनै देवताका हातमा 1-1 टुक्रा पर्यो। त्यस्तो भएको देखेर तीनै देवता डराए। हामीले ठूलो अपराध गर्यौं, साह्रै अनर्थ भयो, अब के गर्ने भनी स्तुति गर्न लागे। हे शम्भो, हाम्रो यो अपराध क्षमा गरी बक्सियोस्। शिवको ज्योति स्वरूप दर्शन र त्रिदेवको वरदान, त्रिदेवको स्तुति देखेर दयासागर महादेव प्रसन्न भई ज्योति स्वरूप प्रकट भई दर्शन दिनुभयो। देवताहरू खुसी भई दण्डवत प्रणाम गरे। महादेव आज्ञा गर्नुहुन्छ, हे देवता हो, तिमीहरूको स्तुतिले म प्रसन्न भएँ, वर माग।
ब्रह्मा, विष्णु र इन्द्र बिन्ती गर्छन्, हे प्रभु, हजुरको ध्यान कहिले पनि नबिसियोस्, सदा हाम्रो हृदयमा रहिरहोस्। अरू वर चाहिन्न, केवल चरण भक्ति चाहन्छौँ। महादेवले भन्नुभयो, तथास्तु। फेरि त्रिदेवले बिन्ती गरे, हे ईश्वर, यो हजुरको सिङ 3 टुक्रा पारिएको हाम्रो अपराध क्षमा गरी यी सिङका 3 टुक्रा के गर्ने हो? आज्ञा होस्। शिवजीले आज्ञा गर्नुभयो, हे देवता हो, मेरो सिङ 3 टुक्रा पारेको तिमीहरूलाई कुनै अपराध लाग्दैन, शङ्का नगर्नु। बरु इन्द्रका हातको टुक्रा इन्द्रलोकमा, ब्रह्माका हातको टुक्रा मर्तेमण्डल नेपालको गोकर्ण भन्ने स्थानमा, विष्णुका हातको टुक्रा पातालमा लगी स्थापना गर। त्रिदेवले दण्डवत प्रणाम गरी तिनै स्थानमा सिङ स्थापना गरेर आफ्ना आश्रममा गए। महादेव सरासर गई तपस्या गरिरहेकी पार्वतीलाई काखमा लिई अन्तर्धान भई कैलाश पर्वतमा पुग्नुभयो। त्यहाँ नन्दी, भृङ्गी, चतुष्षष्ठी रोगिणी, भूत, प्रेत, पिशाच, प्रमोदगणसहित परम आनन्दले रहनुभयो। रावण प्रसङ्ग। मोहिनी बेश विष्णुको युक्ति। हे मुने, त्यसपछि नैऋत्य कोणको लङ्कापुरीबाट दशशिर रावण नित्य गोकर्णमा आएर श्री महादेवका चरणमा दण्डवत गरी नाचगान गर्दै तपस्या गरेर जान्थ्यो। यही क्रमले निकै दिन बितेपछि एक दिन शिवजी विष, भाङ, धतुरो खाई अचेत भइरहेका बेला रावण आयो। दण्डवत गरी नाचगान, मृदङ्ग बजाई स्तुति गर्न लाग्यो। दिगम्बर शिव प्रसन्न हुनुभयो। महादेव आज्ञा गर्नुहुन्छ, हे रावण, तेरो तपस्या र सेवाले म प्रसन्न भएँ। वरदान माग, जे मागे पनि दिन्छु। मेरो निम्ति संसारमा अध्यय केही छैन। रावणले भन्यो, हे ईश्वर, हजुरको कृपाले मसँग सबै वस्तु छ, मलाई केही चाहिन्न। शिवजीले फेरि आज्ञा गर्नुभयो, हे रावण, केही एक थोक नमागी सुख पाउन्नस्, लौ माग। रावणले मनमनै विचार गर्यो, अब माग्ने कुरा के छ? महादेवका काखमा बसेकी सकल लक्षणयुक्त पार्वती नै माग्छु। यही निश्चय गरी बिन्ती चढायो, हे प्रभु, मलाई अरू केही चाहिन्न, केवल एउटी पार्वती बक्सनु हवस्। महादेवले लौ लैजा भनी पार्वती जिम्मा लगाइदिनुभयो। रावण जगतमाता पार्वतीलाई पीठमा बोकी बिदा मागेर हेऱ्यो। यो कुरा वैकुण्ठनाथ विष्णुले थाहा पाए। अनर्थ हुन आँट्यो भनी हावाभन्दा पनि शीघ्र गतिले मोहिनी रूप धारण गरी रावण कहाँ पुग्नुभयो। मोहिनीले सोधिन्, हे महाशय, तिमी को हौ? कहाँबाट आइरहेका छौ? पीठमा बोकेकी यी सुन्दरी को हुन्? किन बोकेर ल्यायौ? कहाँ लैजाने विचार छ? रावणले भन्यो, हे सुन्दरी, लङ्कापुरीको राजा रावणमै हुँ। मेरो तपस्याले प्रसन्न भई महादेवले मलाई आफ्नी स्त्री पार्वती दिनुभयो। यी तिनै पार्वती हुन्। म यिनलाई बोकेर लङ्का जाँदैछु। रावणको कुरा सुनि मोहिनी वेश विष्णु भन्न लाग्नुभयो, हे वीर रावण, के तिमीलाई लाज लाग्दैन? के यी पार्वती हुन्? तिमीलाई छलेर महादेवले मायाद्वारा रचेकी स्त्री दिएछन्। तिमी जस्तो राजा वीरले यस्ती स्त्री पीठमा बोकेर हिँडेको कसैले देखे भने के भन्लान्? यी पार्वती होइनन्, तिमीलाई महादेवले झुक्याएछन्। यदि पार्वती लैजाने इच्छा छ भने म तिमीलाई पार्वती पाइने स्थान बताइदिन्छु। महादेवले आसन गरी राखेको बाघको छालाभित्र साँचो पार्वती लुकाइराखेका छन्, त्यही मागेर लैजा। मोहिनीको हाउभाव कटाक्षयुक्त कुरा सुनि रावणको चित्त बुझ्यो। ऊ पार्वतीलाई त्यहीँ छाडेर फेरि कैलाश पुग्यो। यता विष्णुले पार्वतीलाई वैकुण्ठ लगी पूजा सत्कार सहित राख्नुभयो। रावणलाई माया रचित स्त्री दिनु र पार्वतीको पुनः फिर्ती उता महादेव कुचेष्टा भइरहेकै बेला रावण फेरि पुगेर बिन्ती गर्यो, हे ईश्वर, हजुरले मलाई छलेर पार्वती भनी मायाले एउटी स्त्री बनाइदिनु भयो। त्यो थाहा पाएपछि मैले बाटैमा फालेर आएँ। यदि दिने इच्छा भए हजुरले आसन गरी राखेको बाघको छालाभित्रकी पार्वती दिनुहोस्। रावणको वचन सुनि महादेवले ध्यान दृष्टिले विचार गर्दा पार्वतीलाई विष्णुले लगेछन् भन्ने थाहा पाई मायाद्वारा एउटी स्त्री उत्पन्न गरी बाघको छालाभित्रबाट झिकेर लौ लैजा भनिदिनुभयो। रावण अत्यन्त प्रसन्न भई त्यो माया रचित स्त्रीलाई पीठमा बोकी लङ्कापुरी गयो। यता विष्णुले साँचो पार्वतीलाई महादेव कहाँ पुर्याई वैकुण्ठ जानुभयो। जालन्धर प्रसङ्ग। पार्वतीलाई छल्न महादेव रूप धारण कुमारजी भन्नुहुन्छ, हे अगस्त्य मुनि, एकचित्त भएर सुन। एक दिन महादेवले पार्वतीसित सल्लाह गरी मानसरोवर तलाउमा राजहंस भएर जलक्रीडा गर्न जानुभएको थियो। त्यही बेला अन्तपुर नामक नगरमा बस्ने एउटा जालन्धर थियो।
उसकी पत्नी वृन्दा अत्यन्त पतिव्रता थिइन्। एक दिन दुवै पति-पत्नी ठट्टा गरिरहेका बेला जालन्धर अकस्मात बेसरी हाँस्यो। वृन्दाले सोधिन्, "हे स्वामी, किन यसरी हाँस्नुभयो?" जालन्धरले भन्यो, "हे वृन्दा, तिमी जस्ती सुन्दरी पत्नी अरू कसकी होली भन्ने लागेर हाँसेको हुँ।" वृन्दाले उत्तर दिइन्, "हे स्वामी, म के राम्री छु र? महादेवकी स्त्री पार्वतीलाई देखे के गर्नु होला?" यो सुनि जालन्धरले भन्यो, "हे स्त्री, यो कुरा साँचो हो? त्यसो भए म पार्वतीलाई छल्न जान्छु।" यति भनी मायाद्वारा महादेवको रूप धारण गरी कैलाश पुग्यो। पार्वतीले "महादेव आउनुभयो" भनी सुनको कमण्डलु लिई पाउँ धुन ढोकामा आइन्। तर पार्वतीलाई देख्न साथ महादेव रूपधारी जालन्धर मूर्छित भई भूमिमा ढल्यो। पार्वतीले ध्यान दृष्टिले विचार गर्दा मलाई छल्न महादेवको रूपधारी जालन्धर आएको थाहा पाइन्। त्यसपछि पार्वतीले द्वारपाललाई आज्ञा दिइन्, "हे नन्दी, हे भृङ्गी, यहाँ कोही आए पनि मलाई नसोधी भित्र पस्न नदिनु।" यति भनी पार्वती कसैले नदेख्ने स्थानमा गई लुकी रिसले चुर भई विष्णुको आराधना गर्न लागिन्। विष्णुको आगमन र मानसरोवरतर्फ प्रस्थान पार्वतीले क्रोधपूर्वक आराधना गरेको थाहा पाई विष्णु भगवान गरुडमा चढेर तत्काल कैलाश आइपुग्नुभयो। विष्णुले सोध्नुभयो, "हे पार्वती, मलाई किन आराधना गरेकी?" पार्वतीले बिन्ती गरिन्, "हे विष्णु, महादेव मानसरोवरमा राजहंस भई जलक्रीडा गर्दै हुनुहुन्छ। यही मौकामा मलाई छल्न महादेवको रूप धारण गरी पापिष्ट जालन्धर आयो। मैले थाहा नपाई महादेव नै हुनुभयो भनी पाउँ धुन बाहिर ढोकामा जाँदा मलाई देख्नासाथ मूर्छित भएर ढल्यो। महादेव भए मलाई देख्नासाथ मूर्छित हुनु पर्दैनथ्यो। ध्यान दृष्टिले हेर्दा जालन्धर रहेछ भन्ने जानी द्वारपाललाई भित्र नपठाउनु भनेकी छु। अब जे गर्नुपर्ने हो तत्काल गर्नु हवस्।" पार्वतीको वचन सुनि विष्णु भगवान भन्नुहुन्छ, "हे पार्वती माता, पापिष्ट जालन्धरले महादेवको रूप धारण गरी आएपछि म गएर त्यसकी पतिव्रता स्त्री वृन्दाको सत्य डगाएर आउँछु। पहिले म मानसरोवर गई महादेवलाई यहाँ पठाइदिन्छु।" यति भनी विष्णु पार्वतीसित विदा भई ठूलो बेगले मानसरोवरतिर जाँदा भए। इति श्रीस्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां विष्णु मानसरोवर गमनम नाम षोडशो अध्याय षोडश। कथा सुन्ने सबै श्रोताहरूले नित्य कथा सुनिसकेपछि चन्दन, अक्षता र फूल लिएर उभिएर हात जोड्नु। त्यसपछि वक्ता पण्डितले तल लेखिएका श्लोकहरू पढ्नु। उपनयतु मङ्गलम व सकल जगन मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवन लीन दल निभेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सस्यशालिनी सन्तु निर्भया अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसङ्गः या कुन्देन्दु तुषारहार धवला या शुभ्र वस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिः देवैः सदा वन्दिता सामा पातु सरस्वती भगवती निःशेष जाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत् तत्। यति भनिसकेपछि कथा सुन्ने समस्त श्रोताहरूले पुस्तकको बासामाथि पुष्पाञ्जली चढाई पुस्तकलाई ढोग गर्नु र आफ्ना मनका इच्छित वरदान माग्नु।